वेलकम ब्याक टु एबिस टेक्नोलोजी। एन्जल फाउन्डेसनले नयाँ विज्ञापन खुलाएको छ। विज्ञापन बारेमा सम्पूर्ण जानकारी थाहा पाउनको लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यस्तै नयाँ जब भ्याकेन्सीको लागि च्यानललाई सब्सक्राइब पनि गरिदिनु। आवश्यकता पनि दिएको छ। प्रकाशन मिति चाहिँ 2083 2 महिना 26 गते प्रकाशन भएको विज्ञापन हो। यस विज्ञापनमा कसरी आवेदन दिन सकिन्छ र के कस्तो शैक्षिक योग्यता चाहिन्छ सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईले चाहिँ प्राइभेट सेक्टरमा चाहिँ काम गर्न चाहनुहुन्छ भने चाहिँ यसमा चाहिँ सुनौलो अवसर रहेको छ। नेपालको प्रचलित कानुन बमोजिम स्थापना भई समाज कल्याण परिषद नेपालबाट सम्बन्धमा चाहिँ प्राप्त 4वटा प्रदेशमा कार्यक्षेत्र भएको यस गैर सरकारी संस्थामा दायी बमोजिमको पदको लागि कर्मचारी आवश्यकता भएकोले तपसिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ भने दिएको छ। आवश्यक पत्र माग सङ्ख्या सम्बन्धी जानकारी रहेको छ। विज्ञापन नम्बर चाहिँ 19/2082-83 पनि दिएको छ। पद चाहिँ कन्सल्टेन्ट सर्जियन पदको लागि माग गरेको छ, जसमा चाहिँ 5 जनाको लागि माग गरेको छ। यस पदमा आवेदन दिनका लागि चाहिँ आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। जनरल सर्जियनमा चाहिँ एमएस डिग्री प्राप्त भएको, नेपाल मेडिकल काउन्सिलमा चाहिँ एनएमसीमा दर्ता भएको हुनुपर्ने दिएको छ। कार्य अनुभव चाहिँ आवश्यकता नरहेको पनि दिएको छ। यसमा चाहिँ कार्य अनुभव चाहिँदैन। तपाईले चाहिँ कार्य अनुभव नभए पनि चाहिँ यसमा आवेदन दिन सक्नुहुन्छ। परीक्षाको किसिम चाहिँ छनौट सूची अर्थात् सर्ट लिस्ट र अन्तर्वार्ता पनि दिएको छ। यसमा चाहिँ पहिला सर्ट लिस्टमा नाम निकालिन्छ र यसमा आएको उम्मेदवारलाई चाहिँ अन्तर्वार्ताद्वारा चाहिँ छनौट गरिन्छ भने दिएको छ। 2 मा रहेको छ अर्को पदको लागि जुन चाहिँ पदको नाम चाहिँ एमबीबीएस पनि दिएको छ, जसमा चाहिँ माग सङ्ख्या 5 जनाको लागि माग गरेको छ। यस पदमा आवेदन दिनका चाहिँ आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। एमबीबीएस डिग्री प्राप्त भएको, नेपाल मेडिकल काउन्सिल एनएमसीमा दर्ता भएको हुनुपर्ने छ। कार्य अनुभव चाहिँ आवश्यकता नरहेको पनि दिएको छ। यसमा पनि चाहिँ कुनै प्रकारको कार्य अनुभव चाहिँदैन। मात्र तपाईँले चाहिँ एमबीबीएस उत्तीर्ण गर्नुभएको छ भने चाहिँ यसमा आवेदन दिन सक्नुहुन्छ। परीक्षाको किसिम चाहिँ छनौट सूची अर्थात् सर्ट लिस्ट र अन्तर्वार्ता पनि दिएको छ। यसमा पनि तपाईँलाई पहिला सर्ट लिस्टमा नाम निकालिन्छ र सर्ट लिस्टमा आएको उम्मेदवारलाई चाहिँ अन्तर्वार्ताद्वारा नै छनौट गरिन्छ भने दिएको छ। 3 मा रहेको छ अर्को पदको लागि जुन चाहिँ एमडीआरडी एमबीबीएस एमडी रेडियोलोजी पनि दिएको छ। रेडियोलोजी पदको लागि माग गरेको छ, जसमा चाहिँ 5 जनाको लागि माग गरेको छ। यसको लागि यस पदमा आवेदन दिनका लागि चाहिँ आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। एमडीआरडी एमबीबीएस अर्थात् एमडी रेडियोलोजी उत्तीर्ण गरेको हुनुपर्ने छ। सम्बन्धित मेडिकल काउन्सिलमा चाहिँ दर्ता भएको हुनुपर्ने दिएको छ। कार्य अनुभव चाहिँ आवश्यकता नरहेको, यसमा पनि चाहिँ कार्य अनुभव चाहिँ आवश्यकता नरहेको पनि दिएको छ। परीक्षाको किसिम चाहिँ छनौट सूची अर्थात् सर्ट लिस्ट र अन्तर्वार्ता पनि दिएको छ। यसमा पनि चाहिँ पहिला सर्ट लिस्टमा नाम निकालिन्छ र सर्ट लिस्टमा आएको उम्मेदवारलाई चाहिँ अन्तर्वार्ताद्वारा छनौट गरिन्छ भने दिएको छ। अर्को दिएको छ जुन चाहिँ स्टाफ नर्स पदको लागि माग गरेको छ, जसमा 5 जनाकै लागि माग गरेको छ। यसको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। मान्यता प्राप्त शिक्षण शाखाबाट चाहिँ पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्ने छ। नेपाल नर्सिङ काउन्सिलमा चाहिँ अनिवार्य दर्ता भएको हुनुपर्ने दिएको छ। तपाईले चाहिँ पीसीएल नर्सिङ चाहिँ उत्तीर्ण गर्नुभएको छ भने चाहिँ यसमा आवेदन दिन सक्नुहुन्छ। कार्य अनुभव चाहिँ आवश्यकता नरहेको, यसमा पनि चाहिँ कुनै प्रकारको कार्य अनुभव चाहिँदैन। मात्र तपाईले चाहिँ पीसीएल नर्सिङ चाहिँ उत्तीर्ण गर्नुभएको छ भने चाहिँ यसमा आवेदन दिन सक्नुहुन्छ। परीक्षाको किसिम चाहिँ छनौट सूची अर्थात् सर्ट लिस्ट र अन्तर्वार्ता नै। यसमा पनि चाहिँ पहिला सर्ट लिस्टमा नाम निकालिन्छ र सर्ट लिस्टमा आएको उम्मेदवार चाहिँ अन्तर्वार्ताद्वारा छनौट गरिन्छ भने दिएको छ। अर्को दिएको छ जुन चाहिँ तालिम सहजकर्ता पदको लागि माग गरेको छ, जसमा माग सङ्ख्या चाहिँ 5 जनाकै लागि माग गरेको छ। यसको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। मान्यता प्राप्त शिक्षण शाखाबाट चाहिँ बीपीएच उत्तीर्ण गरेको हुनुपर्ने छ भने दिएको छ। कार्य अनुभव चाहिँ न्यूनतम 2 वर्ष पनि दिएको छ। यसमा चाहिँ तपाईँ चाहिँ कार्य अनुभव चाहिँ 2 वर्षको चाहिँ भएको हुनुपर्ने छ भने दिएको छ। यसमा चाहिँ परीक्षाको किसिम दिएको छ छनौट सूची अर्थात् सर्ट लिस्ट र अन्तर्वार्ता नै। यसमा पनि चाहिँ पहिला सर्ट लिस्टमा नाम निकालिन्छ र सर्ट लिस्टमा आएको उम्मेदवारलाई चाहिँ अन्तर्वार्ताद्वारा छनौट गरिन्छ भने दिएको छ। अर्को रहेको छ अन्तिममा जुन चाहिँ जनसम्पर्क अधिकृत पदको लागि माग गरेको छ, जसमा चाहिँ 10 जनाको लागि माग गरेको छ। यसको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। यस पदमा आवेदन दिनको लागि चाहिँ आवश्यक शैक्षिक योग्यता चाहिँ मान्यता प्राप्त शिक्षण शाखाबाट चाहिँ 10+2 उत्तीर्ण गरेको, कार्यक्रम सञ्चालन सम्बन्धी चाहिँ तालिम लिएको हुनुपर्ने दिएको छ। कार्य अनुभव चाहिँ आवश्यकता नरहेको पनि दिएको छ। यसमा चाहिँ कुनै प्रकारको कार्य अनुभव चाहिँदैन। मात्र तपाईँले चाहिँ मान्यता प्राप्त शिक्षण शाखाबाट चाहिँ +2 पास गर्नुभएको छ भने चाहिँ यसमा आवेदन दिन सक्नुहुन्छ। परीक्षाको किसिम चाहिँ छनौट सूची अर्थात् सर्ट लिस्ट र अन्तर्वार्ता नै। यसमा पनि पहिला सर्ट लिस्टमा नाम निकालिन्छ र सर्ट लिस्टमा आएको उम्मेदवारलाई चाहिँ अन्तर्वार्ताद्वारा छनौट गरिन्छ भने दिएको छ। यस विज्ञापनमा चाहिँ कुनै प्रकारको लिखित परीक्षा हुँदैन, मात्र चाहिँ अन्तर्वार्ताद्वारा छनौट गरिन्छ भने दिएको छ। उमेरको हद दिएको छ।
21 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा चाहिँ माथिल्लो उमेरको हदभन्दा 5 वर्ष थप हुनेछ भने दिएको छ। उमेरको गणना गर्दा दरखास्त दिने अन्तिम मिति 2083 जेठ 26लाई आधार मानिनेछ भने दिएको छ। तलब सुविधा चाहिँ संस्थाको नियमअनुसार हुनेछ। यसमा चाहिँ राम्रै तलब तथा सेवा सुविधा प्राप्त गर्न सक्नुहुनेछ। आवेदन दिने तरिका पनि दिएको छ। संस्थाको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिनेछ वा संस्थाको सबै कार्यालयमा गई आवेदन गर्न सकिनेछ भने दिएको छ। तपाईँले चाहिँ यो तल दिएको वेबसाइटद्वारा चाहिँ अनलाइनद्वारा पनि एप्लाई गर्न सक्नुहुन्छ वा कार्यालयमा चाहिँ स्वयं उपस्थित भएर पनि आवेदन पेश गर्न सक्नुहुनेछ भने दिएको छ। पेश गर्नुपर्ने कागजात पनि दिएको छ। निवेदन बायोडाटा अर्थात् सिभी तपाईँले चाहिँ जब एप्लिकेसन र सिभी चाहिँ अपलोड गर्नुपर्नेछ वा कार्यालयमा हुँदा चाहिँ ती कागजात चाहिँ उपलब्ध गराउनु पर्नेछ भने दिएको छ। अन्तर्वार्ता हुने स्थान चाहिँ संस्थाको केन्द्रीय कार्यालय उर्लाबारी 7 मोरङ भने दिएको छ। यो चाहिँ यसको केन्द्रीय कार्यालय चाहिँ उर्लाबारी 7 मोरङ रहेको छ। यसमा चाहिँ अन्तर्वार्ता हुनेछ भने दिएको छ। छनौटका अधिकार चाहिँ कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ भने दिएको छ। पदपूर्ति समिति एन्जल फाउन्डेसन पनि दिएको छ। स्वाजको विज्ञापन बारेमा के कस्तो लाग्यो कमेन्ट गरिदिनु। भिडियो लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरेर धन्यवाद।